ल हेर्नुहोस्, बजारको चाउचाउ, बिस्कुट, कुरकुरे, चाउमिन खुवाइएको बच्चा र सधैँ घरको पोसिलो खाना मात्र खुवाइएको बच्चाको दिमागी वृद्धि विकासमा फरक। त्यसैले बच्चालाई सधैँ घरको पोसिलो खाना मात्र खुवाउने गरौँ। जान्दैन यार, यसो के खराबिटे यार। जे सक्यो त्यही, जे मन लाग्यो त्यही खुवाएकै छु त यार। के भयो होला त यार। चाउचाउ भने चाउचाउ, बिस्कुट भने बिस्कुट, कुरकुरे भने कुरकुरे, दिनको 200-300 का खाएकै छ त यार, खुवाएकै छु त यार, मुतेकै छ त यार। यको दिमाग कहाँ गयो होला त? के भयो होला त? अब त जान्नु पर्ने हो त। दिनकै सिकाएमा पनि सिकाएकै छु त, कति जान्दैन त यार। खै बाबु भन्छ है, को भने द बाबु, अब भने है, अब भने है। लौ 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 को बाबा भने है। को के को लाग्यो लाग्यो त हेर आउनु भाइ। क ख ग घ ए फर एप्पल, बी फर बल। तू के खाँदो छै घर? कहिले चाउचाउ खान्छै? कुरकुरे खान्छै कहिल्यै? बिस्कुट खान्छै कहिल्यै?